वेलकम छ साथीहरु तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी बेल आइकनलाई क्लिक गर्नुहोस् ताकि हाम्रो नयाँ भिडियो सबैभन्दा अगाडि तपाई समक्ष पुगोस्। आज वचनको शीर्षक रहेको छ खराब संगतले हाम्रो जीवनमा कस्तो असर पार्दछ। मान्छेको जीवनमा धेरै किसिमका साथीहरु हुन्छन् र साथी सबैको हुन्छ। बच्चाको पनि साथी हुन्छ, बुढोको पनि साथीको हुन्छ, यङको पनि साथी हुन्छ, चुरोट खानेको पनि साथी हुन्छ, चुरोट नखानेको पनि साथी हुन्छ, चोर्नेको पनि साथी हुन्छ, नचोर्नेको पनि साथी हुन्छ, रक्सी खानेको पनि साथी हुन्छ र नखानेको पनि साथी हुन्छ। साथी बच्चादेखि बुढोसम्मको सबैको साथी हुने गर्छ। र तपाई आजको मेन पोइन्ट रहेको छ, तपाई कसको संगत गर्दै हुनुहुन्छ र कता जाँदै हुनुहुन्छ त्यो तपाईमा भर पर्ने कुरो र त्यो तपाईले डिसाइड गर्ने कुरो, तपाईले चुज गर्नुपर्ने कुरा हो। तपाईले कस्तो साथी रोज्ने, के गर्ने र तपाई कतातिर जाने, तपाई कुन वेमा जाने, तपाईको भिजन के हो, तपाईको उद्देश्य के हो, त्यो तपाईले रोज्ने कुरा हो। तर यदि तपाईले कस्तो किसिमको साथी तपाईले बनाउनु भएको छ या त तपाईले कस्तो किसिमको साथीलाई फलो गर्नु भएको छ, म तपाईलाई सोध्न चाहन्छु, म तपाईलाई चुनौती गर्न चाहन्छु। यदि तपाईले खराब व्यक्तिसँग संगत गर्दै हुनुहुन्छ भने होशियार रहनुहोस्। यदि तपाईले खराब व्यक्तिको संगतमा तपाई हुनुहुन्छ भने खराबीतिर जानुहुन्छ र यदि तपाई बुद्धिमानीको संगत गर्दै हुनुहुन्छ भने तपाई अवश्य नै बुद्धिमानी नै बन्नुहुन्छ। किनकि त्यही भन्छ बाइबलले, हितोपदेश 13:20 खोल्नुहोस् त मसँग। हितोपदेश 13:20 बुद्धिमानीसँग हिँड्ने बुद्धिमानी नै बन्छ, तर मूर्खसँगको संगत गर्नेले नोक्सानी भोग्छ। जहाँ बाइबलमा लेखिएको छ बुद्धिमानीसँग हिँड्ने मानिस बुद्धिमानी नै बन्छ, तर खराब मूर्खहरूसँग संगत गर्ने बानीले त्यसले नोक्सानी भोग्नुपर्छ भन्छ बाइबलले। तर अब हामी चाहन्छौँ सुख, समृद्धि, जीवन, खराब कुरादेखि टाढा रहन। तर के गर्ने? साथी हेर्यो भने साथी हुन्छ चुरोट खाने, गाँजा खाने साथी हुन्छ, अरूसँग झगडा गर्ने, कुटपिट गर्ने, बाउआमासँग झगडा गर्ने, बाउआमालाई टेर्दै नटेर्ने, बाउआमाको कुरा फुट्टी नसुन्ने साथी हुन्छ त्यस्तो। तर हामी चाहन्छौँ बुढीलाई माया गर्न, बाउआमाको भनेको टेर्न, सही बाटोमा, सही उद्देश्यमा, सही भिजन बोकेर हिँड्न। तर के गर्ने? आज हामीले हेर्यो भने हाम्रो साथी हुन्छ बुढी कुट्ने, झगडा गर्ने, घरमा टेर्दै नटेर्ने, त्यस्तो किसिमका हाम्रा साथीहरू हुन्छन्। त्यसैले सुन्नुहोस्, असल मित्र बनाउनु भयो भने मात्र जीवन तपाईको असल हुन्छ र तपाई सही उद्देश्यमा पुग्न सक्नुहुन्छ र तपाईको भिजन के हो त्योलाई पहिचान गर्न सक्नुहुन्छ। तर यदि तपाईले असल मित्र बनाउनु भएन भने, असल मित्रसँग तपाईले संगत गर्न सक्नु भयो भने न त तपाई भिजनमा, न त तपाईको उद्देश्यमा, न त तपाई एउटा जीवनमा, तपाईको जीवनमा सफल आदमी र राम्रो व्यक्ति बनाउन सक्नुहुन्न। त्यसैले विचार गर्नुहोस्। म आज भन्दा केही समय अगाडि, केही समय पहिले जब लकडाउन भयो तब पहिले मलाई केही तास खेल्न नआउने। अब लकडाउनमा त त्यही त हो, अब कोरोनाको महामारी, एकदमै घरदेखि बाहिर निस्किनुहुने हैन, त्यस्तो किसिमको लकडाउन थियो। जब फर्स्ट लकडाउन भयो 2019 मा, जब लकडाउन भइसके पछाडि म पहिला न तास खेल्न आउने, न गाउँ त्यसरी डुल्ने। पहिला मलाई राम्रोसँग याद छ, पहिला म जान्थे त केवल भलिबल खेल्न, कहिलेकाहीँ स्कुल बिदा भइसके पछाडि अथवा शुक्रबार पछि अथवा शनिबार कहिलेकाहीँ केटाहरूसँग, साथीभाइहरूसँग फुटबल, भलिबल खेल्न गइन्थ्यो। तर त्यस्तो पनि समय आयो कि जब लकडाउन भयो, जब लकडाउन भइसके पछाडि गाउँको सबै मान्छेहरू भेला भए। सबै भेला भइसकेपछि दैनिक तिनीहरूसँग सामेल हुन गयो। सामेल भइसके पछाडि अब तिनीहरू तास खेल्थे त्यहाँ,
अब तास खेल्ने बेलामा अब दिनकै हेऱ्यो, आज हेऱ्यो, भोलि हेऱ्यो, पर्सि हेऱ्यो, गर्दा 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 पछि मैले पनि तास खेल्न सिकेँ। किनकि मेरो सङ्गत नै त्यस्तै भयो, सङ्गतहरू सबै भयो। लकडाउनमा अब घरदेखि बाहिर त नजानु पर्ने हो, तर हाम्रो घर चाहिँ अलिकति गाउँ एरियामा भएको हुनाले गाउँका साथीभाइ सबै दिउँसोमा भेला भएर अब सुत्दा थाकिसक्यो, कति सुत्नु होइन, टक्क गाउँका भाइ साथीभाइलाई बोलाएर साथी मिलेर तास खेल्ने जस्ता क्रियाकलापहरू हाम्रो त्यहाँ भयो। त्यो तास खेल्ने क्रममा आज म खेलेन, भोलि म खेलेन, पर्सि खेलेन, गर्दा गर्दा महिना बित्यो होइन। त्यसपछि म पनि तास खेल्ने भएँ र पछि जब मेरो तास खेल्ने लत लाग्यो मलाई, त्यसपछि राति 12-1 बजेसम्म घर नआउने होइन, 2-3 बजेसम्म घर नआउने। घरमा आमा, भाइ र म 3-4 जनाको परिवार हाम्रो। बुवा चाहिँ काम गर्न अन्त जानुभएको थियो, बाहिर जानुभएको थियो। अब बाहिर गएको मान्छे त्यही त हो है। अब घरमा मम्मीको साथ नहुने, आमाको साथ नहुने कोही पनि। अब छोरी थिएन, अब 2 भाइ मात्रै होइन। हामी 2 भाइ चाहिँ लकडाउनको कारणले, सङ्गतको कारणले हामी तास खेल्न सिक्यौँ र हामी राति 12-2 बजेसम्म, 3 बजेसम्म, कहिले कहिले त बिहानैसम्म पनि त्यस्तो गरियो। तर त्यो कुराले हामी अब खेल्दा त हामीलाई मजा आयो होइन, तर हामी त्यो कुरामा हामी कता गइरहेको थियो त्यो हामीलाई थाहा थिएन र हाम्रो सङ्गत पनि त्यस्तै किसिमका साथीहरूसँग भयो। यदि लकडाउनको बेलामा एउटा राम्रो साथीसँग भेट भएको भइदिए भए उसले या त कुनै पुस्तक पढ्न सिकाउँथ्यो होला, अथवा कुनै कृषि सम्बन्धी अनलाइन ट्रेनिङहरू ल्याउन सिकाउँथ्यो होला। तर हाम्रो साथी, हाम्रो सङ्गत तास खेल्नेसँग भयो र हामी राति 12-2 बजेसम्म हामी तास खेल्न पुग्यौँ। र त्यस्तै गरी तास खेल्दै जाँदा पछि अब बुवा टाढा, अब कहिले अब घरमा टेन्सन हुने बाबालाई, अब घरमा मम्मी मात्रै घरमा होइन, रातिसम्म छोरोहरू नआउँदाखेरि छोरो बिग्रियो भन्ने टेन्सन हुने। अब त्यो कारणले गर्दाखेरि हामी धेरै बिग्रेको कारणले, रातिसम्म घर नजाने कारणले मम्मीलाई हामीले धेरै पटक हामीले रुवाएको छ, कति पटक हामीले सताएको छ, कति पटक खाइयो, लट्ठी पनि खाइयो, बाँसको भाताले पनि खाइयो पिटाइ। तर चोट त हामीलाई दुख्यो, तर कुटिसके पछाडि त्यो पीडा, त्यो मम्मी गएर जब हामीलाई कुट्नुहुन्थ्यो नि, तब मम्मी गएर आफ्नो रुममा गएर रुनुहुन्थ्यो हामी बिग्रियो भनेर, हाम्रो चिन्ताले। तर के गर्ने, सङ्गत नै त्यस्तै थियो हाम्रो। त्यसैले होसियार रहनुहोस्, तपाईँ कस्तो साथीसँग सङ्गत गर्दै हुनुहुन्छ, तपाईँको सङ्गत को छ। त्यसैले विचार गर्नुहोस् आफ्नो सङ्गतको। यदि तपाईँ गलत सङ्गतमा हुनुहुन्छ भने छोड्नुहोस् त्यो सङ्गतलाई, अहिले छोड्नुहोस्। यदि तपाईँको भविष्यको सही सन्दर्भमा अथवा तपाईँको उज्जवल भविष्यको तपाईँ चाहना गर्नुहुन्छ भने तपाईँले तपाईँको आफ्नो साथीहरूलाई चेक गर्नुपर्ने हुन्छ। र यदि तपाईँको खराब सङ्गत छ भने अहिले नै तपाईँले हटाउनु पर्ने हुन्छ। ती साथीको सङ्गत तपाईँले छोड्नु पर्ने हुन्छ। म बिग्रे लकडाउनको बेलामा, के कारणले बिग्रे? सङ्गतको कारणले। यदि मेरो सङ्गत लकडाउनमा राम्रो कुनै उद्देश्य बोकाएर हिँडाउने अथवा कुनै किसिमको ट्रेनिङहरू दिने अथवा फ्युचरमा काम लाग्ने कुराहरू सिकेको भए मैले त्यो बेलामा न त मेरो आमा रुनु पर्थ्यो, न त मैले पिटाइ खानु पर्थ्यो, न त कसैलाई चिन्ता हुन्थ्यो, न घर परिवारकोलाई चिन्ता हुन्थ्यो। तर मैले गलत साथीहरू चुनेर दुःख आमालाई भयो, दुःख मलाई पनि भयो। त्यसकारणले प्रियहरू, चेक योर फ्रेन्ड्स। यदि तपाईँले गलत साथीको सङ्गत गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोस्।
तपाईँ कता जाँदै हुनुहुन्छ? तपाईँको साथी को हो? त्यसले के गर्दैछ? त्यसले आफ्नो साथी चेक गर्नुहोस्। तपाईँ कता जाँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? त्यसैले भन्नुहोस्, अब मसँग भन्नुहोस् त, म असल मित्र गराउँछु, किनकि खराब सङ्गतले मलाई खराबीतिर लग्छ र म भस्म हुन्छु। आमेन। अब फेरि यदि तपाईँ असल दिन देख्ने इच्छा त गर्नुहुन्छ र तपाईँको साथी खराब छ भने म फेरि पनि दोहोऱ्याउन चाहे, त्यो तपाईँको साथीलाई छोडिदिनुहोस्। काम नलाग्ने साथीहरू, किनकि पाइलटको साथी नि फुटबलर हुँदैन, फुटबलरको साथी नि रेस्लिङको जोन सिना हुँदैन, ड्राइभरको साथी नि आफूभन्दा सिनियर ड्राइभर नै हुनुपर्छ। तब उसले ऊबाट केही कुरा सिक्छ। यदि बसको ड्राइभरको साथी नि पाइलट भयो भने नि बसको ड्राइभरले अब उसलाई त बसको बारेमा जान्नु छ, तर पाइलट साथी भयो भने उसले पाइलटको बारेमा सिकाउँदैन, हेलिकप्टर कसरी उडाउने सिकाउँदैन। त्यसैले चेक योर फ्रेन्ड। तपाईँ कता जाँदै हुनुहुन्छ? तपाईँको उद्देश्य के हो? तपाईँको भिजन के हो? र त्यही अनुसारको तपाईँले साथी बनाउनु पर्ने हुन्छ। यदि तपाईँले तपाईँको उद्देश्य मिल्ने साथी बनाउनु भएको छैन भने तपाईँले पक्कै पनि खराब सङ्गत गर्दै हुनुहुन्छ। आजै छोड्नुहोस् त्यो खराब सङ्गत गर्ने बानीलाई, छोड्नुहोस्। यदि तपाईँको, त्यसैले म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँको उद्देश्यमा तपाईँ पुग्नु छ भने सही साथी बनाउनुहोस्। आज हामी त छैन त्यो बेस्ट फ्रेन्ड भन्यो, मोमो खान गयो, बेस्ट फ्रेन्ड भन्यो, पिज्जा खान गयो, होइन, हप्ताको शनिबार घुम्न गयो, पार्कतिर फोटो खिचायो, टिकटक बनायो, है। हाम्रो साथीहरू त्यस्तो हुन्छ। हाम्रो साथीहरू एभ्री विक, एभ्री फ्राइडे कुन मुभी रिलिज भयो, त्यस्तो किसिमको साथीहरू हुन्छ हाम्रो। यदि तपाईँको बेस्ट फ्रेन्ड त्यो मात्र हो जसले तपाईँको भित्रबाट बेस्ट कुरा निकालेर तपाईँलाई दिन्छ, तर हाम्रो लागि त चाउमिन खान जाने, मोमो खान जाने, पार्कमा घुम्न जाने, फोटो खिच्ने, टिकटक बनाइदिने, त्यो चाहिँ हाम्रो बेस्ट फ्रेन्ड हुन्छ। तर म भन्छु त्यो बेस्ट फ्रेन्ड होइन, तपाईँको वर्स्ट फ्रेन्ड हो। किनकि त्यसले तपाईँलाई तपाईँ भित्रबाट असल कुरा निकालेर तपाईँलाई दिएकै छैन, त्यसले तपाईँको टाइम वेस्ट गरेको छ। जसो हितोपदेश 13को 20मा हामीले पढिसक्यौँ, बुद्धिमानसँग हिँड्ने बुद्धिमानी नै हुनुहुन्छ। तपाईँ चोरसँग हिँड्नुभयो भने, ऋण लिँदै हिँड्नेसँग हिँड्नुभयो भने, दिनभरि गफ गर्ने, बिहान बिहान चोकमा बसेर कुरा काट्ने, ठुला ठुला कुरा गर्ने, चियाको पैसा लास्टमा खातामा है भनेर हिँडेको तपाईँ सङ्गत गर्दै हुनुहुन्छ भने आज म तपाईँहरू सबैलाई भन्दैछु, यहाँ जति पनि हुनुहुन्छ यो हलभित्र सबैलाई म भन्दैछु, जसले यो युट्युब मार्फत यो वचन सुन्नु भएको छ, म तपाईँहरूलाई भन्दैछु, आज चोकमा बसेर ठुला ठुला गफ गर्ने, लास्टमा चियाको बिल खातामा भनेर हिँड्ने त्यस्तो किसिमको व्यक्तिको तपाईँले सङ्गत गर्दै हुनुहुन्छ कि तपाईँले तपाईँको उद्देश्यसँग मिल्ने, तपाईँको भिजनसँग मिल्ने साथीको सङ्गत गर्दै हुनुहुन्छ? म तपाईँलाई सोध्न चाहन्छु, तपाईँले चुनौती गर्न चाहन्छु, यदि तपाईँको असल साथी हो भने बाइबलले के भन्छ? यूहन्ना 15:13मा आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठुलो प्रेम अरू कसैको हुँदैन। आफ्नो मित्रको लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा अरू ठुलो प्रेम छैन भन्छ बाइबलले। यहाँ बाइबलले मर्ने कुरा गरेको होइन, प्राण अर्पण गर्ने मतलब मर्ने कुरा गरेको छैन यहाँ बाइबलले।
यहाँ बाइबलले तपाईँको सारा हृदय र तपाईँको समशक्तिले आफ्नो प्राणलाई जस्तो सुकै अवस्थामा पनि साथ दिन्छ। यदि तपाईँको साथीले तपाईँमा भएको बेस कुरा निकालेर दिने मित्रको कुरा गरेको छ, यदि तपाईँको भित्र भएको बेस कुरा निकालेर तपाईँको साथीले दिएको छैन भने आज त्याग्नुहोस् त्यो साथीलाई। जब मान्छे भइसके पछाडि तपाईँको गलत फ्रेन्ड्सलाई तपाईँले छोड्ने हिम्मत गर्नुपर्छ। जब येशूका चेलाहरूले छोडेर जाँदा येशूले भन्नु भएन त, मलाई नछोड न। यदि तपाईँ मान्छे हो र येशूको चेला हो भने तपाईँले तपाईँको गलत फ्रेन्डलाई तपाईँले त्याग्न सक्नुपर्छ। त्यो हिम्मत तपाईँमा हुनुपर्छ। तब मात्र तपाईँ भिजनमा पुग्न सक्नुहुन्छ, तपाईँको उद्देश्यमा पुग्न सक्नुहुन्छ। आमेन। र तपाईँको बेस्ट फ्रेन्ड त्यही हो जो तपाईँको भित्र रहेको बेस्ट कुरा निकालेर दिने गर्दछ। यदि त्यसो हो भने नि कतिको यहाँ तपाईँको दिदी होला, कतिको यहाँ तपाईँको भाइ होला, कतिको यहाँ तपाईँको बहिनी होला, कतिको यहाँ दाइ होला, कतिको यहाँ दिदी होला, कतिको यहाँ आमा होला, कतिको यहाँ बा होला, कतिको यहाँ तपाईँहरू मध्येको पति होला। तपाईँको मोजमजामा लग्ने र घुम्न जाने, हरेक हप्ता टिकटक बनाउन जाने, पार्क जाने तपाईँको बेस्ट फ्रेन्ड हुनै सक्दैन। आमेन। फेरि हितोपदेश 27:17 के भन्छ हेर्नुहोस्, फलामले फलामलाई उदाए चाहिँ एउटाले अर्को मानिसलाई उद्याउँछ। के रे, एक फलामले अर्को फलामलाई उद्याउँछ भनेको के हो? उद्याउँछ भनेको तिखार छ। त्यस्तै मानिसले पनि एक अर्कोलाई उद्याउँछ भनेको। जब यदि फलामले आरनतिर गयो भने हामी पहिला जान्थ्यो आरनतिर। आर्ने दाइले चाहिँ धार लगाउँथे नि आँसीमा, होइन, हँसियामा, खुकुरीमा। यदि फलाम पनि त्यो के भन्छ त्यसलाई, रेटी पनि फलाम नै हो, हँसिया खुकुरी पनि फलाम नै हो। फलामले फलामलाई धार लगायो कि नै? धार त लगायो, तर सही दिशामा र सही ठाउँमा मजाले धार लगाउन जान्यो भने हँसियाको र खुकुरीले चट्ट काट्ने हुन्छ। तर यदि कोही मान्छेले धार लगाउन जानेन भने नि त्यही फलामले नि फलामको धार खियाइदिन्छ, धार भुटिदिन्छ। होइन, केराको गोदी पनि नकाट्ने हँसिया भन्छ हाम्रो गाउँतिर, होइन, कहिलेकाहीँ कस्तो तिम्रो यो त केराको गोदी पनि नकाट्ने हाँसी रहेछ भन्छ क्या, होइन, हँसिया रहेछ, खुकुरी रहेछ भन्छ। यदि त्यस्तै यदि तपाईँको गुड फ्रेन्ड छ, तपाईँको सङ्गत कस्तो छ, तपाईँको सङ्गत यदि तपाईँको बेस्ट फ्रेन्ड तपाईँको उद्देश्यसँग मिल्ने, तपाईँको भिजनसँग मिल्ने छ भने नि तपाईँमा भएको बेस्ट कुरा निकालेर तपाईँलाई दिन्छ र त्यसले तपाईँलाई तपाईँको उद्देश्यसम्म पुग्नलाई मद्दत पुर्याउँछ। तर यदि तपाईँको ब्याड फ्रेन्ड्स भयो भने, खराब सङ्गत भयो भने, त्यसै जसरी फलामले फलामको धार भुट्छ, जसरी फलामले फलामको धार निकाल्छ पनि, धार भुट्छ पनि, त्यसरी नै तपाईँको साथीले पनि तपाईँमा भएको बचेको अलिकति पनि असल कुरा मारिदिन्छ। त्यसैले घुम्न मात्र जाउँ भन्ने, खराब काम गर्न लाउने तपाईँको साथी हुन सक्दैन, तपाईँको बेस्ट फ्रेन्ड हुन सक्दैन। यही भन्छ बाइबलले। पहिलो कोरिन्थी 15:33 के भन्छ? अब हेर्नुहोस् यहाँ, भरममा नपर, खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट गर्छ। अब म तपाईँले सोध्न चाहन्छु, कोसँग सङ्गत गर्दै हुनुहुन्छ? झगडा गर्नेको, तपाईँले घुम्न जाउँ मात्र भन्नेको, तपाईँलाई देखासेखी मात्र गर्न सिकाउनेको, अर्को कुरा काट्नेको? छाड्नुहोस्। यस्तो साथीलाई पकडमा नोक्सानी भोग्नुपर्छ। उद्देश्यको पछाडि हिँड्नेको सङ्गत गर्नुहोस्। दुनियाँभरि कुरा गर्नेको होइन, आफ्नो खुट्टामा आफै
उभिएको मान्छेको सङ्गत गर्नुहोस्। दिनभरि बसेर केही हुँदैन, दिनभरि चोकमा बसेर कुरा काटेर बिहानमा चोकमा बसेर छेउको भट्टी पसलमा बसेर चिया खाएर बिहान सोलमारी खान्छ, सोलमारी खाएर गफ गरेर खातामा लेख्नु है साउजी भन्नेको सङ्गत नगर्नुहोस्। त्यसैले म भन्छु के, मान्छेले भन्छ रे पैसा 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 आशिष समृद्धि, तर पैसा आशिषले भन्छ रे काम गर काम गर काम गर काम गर काम गर। आमेन। काम गर काम गर काम गर्नुहोस्। प्रियहरू, सिप सिक्नुहोस्। घुँडा टेकेर प्रार्थना मात्र गरेर हुँदैन। तपाईँ घुँडा टेकेर प्रार्थना मात्र गरेर आत्मिकी मात्र भएर स्वर्ग देखेर केही हुँदैन। मेरो मतलब यो होइन कि फेरि तपाईँ आत्मिकी नहुनुहोस्। बाइबलले के भन्छ, जहाँ जहाँ छुन्छेस् त्यसमा तँलाई उन्नति प्रगति दिनेछु परमेश्वरले भन्नुभएको छ। अनि प्रगति हुनको लागि त केही गर्नु पर्यो नि। अरे यार, बिहान चोकमा बसेर पैसा आउँछ, आशिष आउँछ घरमा। उद्देश्य बोक्नुहोस्, भिजन बोक्नुहोस्, केही गर्नुहोस् होइन। पैसा छ भने ठुलो लगानीमा केही गर्नुहोस्, पैसा छैन भने सानो लगानीमा केही गर्नुहोस्, व्यापार गर्नुहोस्, बिजनेस गर्नुहोस्। र तपाईँले व्यापार बिजनेस गरेको ठाउँमा परमेश्वरले आशिष दिने काम परमेश्वरको। तपाईँले जहाँ जहाँ छुनुहुन्छ त्यहाँ त्यहाँ आशिष दिने काम परमेश्वरको। अरे पहिला गर्नुहोस्। तपाईँको फ्रेन्ड कस्तो छ चेक गर्नुहोस्। तपाईँको उद्देश्यको पछाडि, तपाईँको उद्देश्यसँग, तपाईँको भिजनसँग मिल्ने साथी बनाउनुहोस्, मित्रता गाँच्नुहोस्, बेस्ट फ्रेन्ड गाँच्नुहोस्। आमेन। घरमा बसिएर पैसा आउँदैन, उद्देश्यको पछाडि भोग्नुहोस्। फेरि पनि चेक योर फ्रेन्ड, तपाईँ कस्तो साथी बनाउँदै हुनुहुन्छ। त्यसैले यदि तपाईँको गलत साथी छ भने त्याग्नुहोस् त्यो साथीलाई र आजदेखि अहिलेदेखि नयाँ साथी बनाउनुहोस्। आफ्नो बेस्ट फ्रेन्ड पहिचान गर्नुहोस् र आफ्नो उद्देश्यको, आफ्नो भिजनको पछाडि लाग्नुहोस् र फल्दै फुल्दै जानुहोस्। र परमेश्वरले तपाईँलाई सही दिशामा लग्नुहुनेछ। तपाईँले जे छुनुहुनेछ त्यहाँ फुल्दै फल्दै जानुहुनेछ। तपाईँले जे कुरामा हात लाउनुहुनेछ तपाईँको उन्नति प्रगति हुँदै जानेछ। अब मसँग अन्तिममा घोषणा गर्नुहोस् त, म मेरो उद्देश्यको पछाडि लाग्छु, गलत साथीबाट टाढा रहन्छु। आमेन। थ्याङ्क यू। जय मसीह सबैजनालाई। जति पनि आज मैले वचन बोलेको छु, यो वचन बोलेको वचनले तपाईँहरूको दिल दिमाग हृदयमा नसामा परमेश्वरले राखिदिनु भएको होस् र आशा छ, विश्वास छ मलाई, जति पनि मैले वचन बोले यो वचनले तपाईँको जीवन परिवर्तन हुनेछ र परमेश्वरको वचनले तपाईँको जीवन परिवर्तन हुनेछ। आमेन।